जेन्जी आन्दोलनमा जे भयो, जुन क्षति भयो त्यो नभएको भए हुन्थ्यो। तर त्यस्तो किसिमको क्षतिमा जाँदैछ भनेर हामीले निरन्तर भनेकै थियौँ। राज्य सत्ताको चरम दुरुपयोग गरेर यति ठुलो खाल्डो खनियो कि मैले भनेकै थिएँ, मलाई पूर्ण 6 फिट 6.5 फिट जतिको खाल्डो खनेको खासै ठुलो फरक पर्दैन थियो। तर यति ठुलो खाल्डो खन्नुभयो कि अब तपाईँको सबै नपुरिकन सुकै छैन। हामीले पुग्ने होइन, खाल्डो तपाईँहरूले नै भन्नुभयो। त्यही प्रेसिडेन्ट सेट गरौँ, संसदलाई हामीले संसद जस्तो बनाउँ भएन। उठेका मुद्दाहरूमा हामीले भ्रष्टाचारका विषयमा मुद्दाहरू उठायौँ, तर त्यो संसदलाई तपाईँहरूले शक्तिको दम्भ देखाएर, सङ्ख्याको दम्भ देखाएर नागरिकका मुद्दाहरूलाई दबाउने कोसिस गर्नुभयो। जनताले ढङ पराएका भर्खरका नाति नातिना पुस्ताका सांसदहरूले भ्रष्टाचारको विरुद्ध उठाएको आवाजमा माइक काट्ने काम भयो, आवाज नसुन्ने काम भयो, हाम्रो माग पुरा नहुने काम भयो, पेल्ने, हेप्ने, अपमानित गर्ने, अपहेलित गर्ने, विभिन्न नाम दिने कामहरू भयो। परिणाम के हो? म सुनिरहेको छु ठुला राजनीतिक दलहरू फेरि मिल्दैछन्। मिलेर ठुला राजनीतिक दलहरू नमिलेको हो त। जुन संसदबाट मलाई जबरजस्ती बाहिर निकालियो 2 घण्टामा सूचना टाँसेर, त्यही संसद फेरि बिउताउने भन्नुभएको छ। उहाँहरू 22 बिउताउने भन्नुभएको छ। केका लागि बिउताउन खोज्नु भएको? एउटा जेलमा परेका बालबालिकासँग आमा बुवाका बालबालिकालाई वर्षौंदेखि पालन पोषण गरेर आउनुभएकी इन्दिरा राणा जस्तो समाजसेवीलाई मानव तस्करको आरोप लगाउने पाप गर्नका लागि फेरि बिउताउन खोज्नु भएको। सहकारीको बाटो नहिँडेको मान्छेलाई प्रमाण छ भनेर जबरजस्ती मुद्दामाथि मुद्दा खोजेर जबरजस्ती संसदबाट बाहिर निकाल्ने संसद फेरि स्थापना गर्न खोज्नु भएको। विभिन्न देशमा जाने नेपालीहरूबाट असुल उपर गरेर भिजिट भिसाका नाममा दिनमा लाखौं कमाउनेहरूको विरुद्ध आयोग गठन गर न, छानबिन गर न भन्दाखेरि आवाज नसुनेर माइक काटिदिने संसद पुनर्स्थापना गर्न खोज्नुभयो। संसद त आउँछ, तर फ्रेस म्यान्डेट लिएर आउँछ, फ्रेस म्यान्डेट लिएर आउँछ, नयाँ साथीहरू सहित आउँछ, मुलुकले काठुली फेर्छ। उपस्थित साथीहरू, मैले राष्ट्रिय राजनीतिका विषयमा यति कुरा भन्नु नै पर्यो। जहाँसम्म आजको यो समारोहको आजको यो विषय छ, दामोदर सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुरुवाती दिनदेखि जुन ढङ्गले तपाईँले यसलाई सहजता गर्नको निमित्त अग्रसरता लिनुभयो, साँच्चै नै त्यो एउटा अभिभावकको भूमिका थियो। तपाईँ आफै थारू होइन, तर थारूको अधिकारका लागि तपाईँले जसरी प्रस्ताव राख्नुभयो र यसलाई त्यो घटना होइन, त्यो एउटा विध्वंस हो, त्यहाँ चाहिँ बर्बर यातना दिइएको छ भन्ने कुरा जसरी तपाईँले भन्नुभयो, त्यसलाई आज हामीले लिखित रूपमा प्रतिबद्धताका साथ प्रस्तुत गर्यौँ। तपाईँ जस्ता साथीहरू हुने भयो भने मुद्दा स्थापित हुनेछ थारूको अधिकारमा। तपाईँ जस्ता साथीहरूको भूमिका अझ बढी स्थापित हुनेछ। लक्ष्मणी लगायतका साथीहरूसँग पनि मेरो निरन्तर भेटघाट भएको छ।